आज चाहिँ हामी गोर्खा कालिका म फर्स्ट टाइम गोर्खा कालिका जाँदैछु। हामी विभिन्न धार्मिक तीर्थस्थलहरू घुम्ने क्रममा हामी अहिले गोर्खा कालिका माईलाई चाहिँ दर्शन गर्न जाँदैछौँ। आज शनिबारको दिन बिहानी पख मौसम एकदम खुलेको छ, एकदम रमाइलो बाहन छ। यो चैतमा हामी आज चैतको कति गते अरे? आज कति गते हो? आज 13 गते हो कि? आज 13-14 मैले ठ्याक्कै हेर्न सकिनँ, तर आज 14 गते, सरी आज 14 गते हो। चैतको 14 गते शनिबारको दिन बिहान 8:30 बजे हाम्रो यात्रा सुरु भएको थियो र अहिले हामी कविलासको यो डाँडाहरूको एकदम रोमान्टिक यो वेदर पनि छ, एकदम रमाइलो माहौल हेर्दै हामी हिँडिरहेका छौँ। कविलासको डाँडाहरू सर्लग देखिएको छ। चैत महिना हिजो राति पानी परेको थियो, त्यही भएर मौसम एकदम खुलेको छ, पारिलो घाम लागेको छ, शीतल हावा चलेको छ। रमाइलो यात्रा गर्ने क्रममा छौँ। मोनिका म हामी चाहिँ सर गइरहेका छौँ। यो भिडियो हामीले हाम्रो युट्युब च्यानलमा राखेका छौँ। यो हाम्रो मनकामना निवास भन्ने मेरो पारिवारिक युट्युब च्यानल छ, त्यसमा राखेका छौँ। अबको 10 वर्षपछि 20 वर्षपछि हेर्दाखेरि अझै रमाइलो होस् भनेर मैले भिडियो सम्पादन गरेको छु र मोनिकाले यो भिडियो खिचिरहेकी छिन् र उनलाई पनि धेरै धेरै धन्यवाद। हामी यात्राकै क्रममा छौँ, अहिले ड्राइभ गरिरहेको छु, त्यही भएर मैले धेरै भिडियो चाहिँ मैले बनाएको छैन। अहिले गाडी रोकेर कतै यस्तो सिनहरू देख्यो भने म खिच्छु, तपाईँहरू हामीसँगै जोडिरहनु होला यात्रामा है। अहिले पुलहरू हाइवेहरू एकदमै राम्रो, आहा कति राम्रो छ है। अब हिजो भर्खरै हाम्रो देशले पनि नयाँ प्रधानमन्त्री पाएको छ, बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ। सुदन त हाम्रो साथी नै हो है, त्यो साथी नै गृहमन्त्री भएको छ। त्यसको खुसियालीमा पनि हामी गोर्खा कालिका जो हाम्रो पृथ्वीनारायण शाहको इतिहास भएको ठाउँ हामी जाँदैछौँ र सबै कुराले एकदम मिलेको छ। आहा राम्रो छ है। अहिले चाहिँ म यो गाडीमा चाहिँ हावा हाल्दैछु। अहिले म जलबिरे आइपुगेको छु। जलबिरेमा चाहिँ हावा हालिरहेको छु। गाडीको पछाडिको चक्का अलिकति हावा कम भएको थियो, यहाँ भाइले हावा हालिरहनु भएको छ। कति हाल्नुभयो हावा? 35। ठिक छ। भालपिने खराब छ, त्यही से हावा निकल्छ। भ्याल्टु खराब छ भनिरहेको छ भाइले, भ्याल्टु चेन्ज गरेको छ। ₹10 छैन नि त, उता भाउजीले दिन्छ, जाऊ त त्यहाँ। अहिले चाहिँ हामी हावा हालेर निस्किनु लागेको छौँ। अब सिधै गोर्खा गएर हामी रोकिनेछौँ। कति हो? ठिक छ। भ्याल्टु खराब रहेछ, भ्याल्टु फेऱ्यो। अब चाहिँ हामी निस्किन्छौँ है। अब चाहिँ हामी पुनः हाम्रो यात्रामा निरन्तर जोड्ने प्रयास गर्छौँ। अघि अलिकति हाइवेमा थोरै टायर बब्लिङ भएको जस्तो लाग्यो, त्यही भएर टायर चेक गरेको, थोरै हावा चाहिँ कम भएको रहेछ। युजल्ली 35-40 हालिन्छ हामीले पछाडिको चक्कामा, तर यसमा चाहिँ 22मा पुगिसकेको रहेछ, भनेको लगभग 10 जति कम भइसकेको रहेछ। अहिले ब्यालेन्समा छ, गाडी फेरि स्मुथ चल्छ भन्ने हामीले विश्वास लिएका छौँ। घाम अलिक चर्किसकेको छ, अहिले करिबन 10 बज्न लागिसकेको छ। हामी अलिक ढिलो हिँडेका थियौँ, किनभने बिहान थोरै पानी परिरहेको थियो, त्यही भएर हामी ढिलो यात्रा गऱ्यौँ। गोर्खामा पानी परेको छ भनेर भनिएको छ, हामीले त्यहाँ सम्पर्क गर्ने प्रयास गरेका थियौँ। गोर्खामा चाहिँ हाम्रो रिलेटिभ्सहरू हुनुहुन्छ, उहाँलाई सम्पर्क गर्ने क्रममा चाहिँ पानी परिरहेको छ भन्नुभएको छ। लेट्स चाहिँ अब कहाँबाट हामीलाई पानीले पछ्याउँछ, सायद मुगलिङपछि पानी परिरहेको छ। अगाडि मुगलिङको डाँडा देखिरहेको छ, जलबिरे भर्खर क्रस भयो, सायद अब मुगलिङपछि चाहिँ हल्का बारिसहरू चाहिँ हामीले देख्न पाउँछौँ कि भन्ने आश लाग्छ। अब 5-6 किलोमिटरमा छ, जलबिरेबाट 5-6 किलोमिटरमा त मुगलिङ आइहाल्छ। मुगलिङ बजार एकदमै यो 24 आवर चल्ने बजारमध्ये एक हो। यो विशेष गरी यहाँ जाम हुँदाखेरि र केही आन्दोलन हुँदाखेरि चाहिँ एकदमै यहाँ चाहिँ एकदम चाप बढ्छ। सो मुगलिङ चितवन जोड्ने ठाउँ मुगलिङ बजार भन्ने एकदम प्रचलित छ। मुगलिङ बजार चाहिँ हामी सर हेर्दै चाहिँ हामी निस्किन्छौँ। मुगलिङमा चाहिँ अहिले रोक्दैनौँ, किनभने हाम्रो ढिलो भइसकेको छ यात्रा गर्दा। अब हामी निरन्तर यात्रामा जोडिरहनेछौँ। थ्याङ्क यू एभ्रिवान। अहिले चाहिँ म ठ्याक्क यो हाइवेबाट भित्रपट्टि खैरेनीबाट भित्र छिरेछु। यता चाहिँ म फर्स्ट टाइम नै छिरेँ। मेरो यो
पहिलोचोटि म आगो खैरेनीबाट भित्रपट्टि लागेको छु। न त सधैँ पोखरा जाने क्रममा आगो खैरेनी चाहिँ टच भएर जाने, तर यो खैरेनी भित्रको यो बजार आगो खैरेनी यो तनहुँ जिल्ला चाहिँ मैले त्यति चाहिँ मैले भ्रमण गर्न पाएको थिएन। संयोगवश वैवाहिक जीवन बाँधिसकेपछि गोर्खा कालिका मन्दिर जाने क्रममा म यो भित्र आएको छु। यो सोडिङ वाग्लेको पनि एरिया रहेछ चुनावी क्षेत्रमा। अहिलेको वर्तमान अर्थमन्त्री सोडिङ वाग्लेको चुनावी क्षेत्र रहेछ यो। यही क्षेत्रबाट उहाँले चुनाव जितेर जानुभएको रहेछ सोडिङ वाग्ले। हुन त सोडिङ वाग्लेको वास्तविक घर भनेको चितवनको टाढी हो, तर यहाँ उहाँले यहाँबाट चुनाव लड्नु भएको थियो। यहाँले काङ्ग्रेसको गोविन्द सरलाई चाहिँ हराएर चाहिँ आफूले चुनाव जित्नु भएको छ। अहिले आगो खैरेनी बजारबाट भित्र प्रवेश गरे। पनि बस्ती बाक्लै रहेछ। यहाँ पाहाडमा चल्ने ट्र्याक्टरले अलिकति अवरोध सिर्जना खडा गरेको छ। ठिकै छ, म यो बाटोहरू यताउता देखाउँछु। अगाडि देखाउनुहोस् त यहाँको बाटो ओह्रालो घरहरू हेर्नुहोस्। आहा कति राम्रो चट्ट है मिलेको गार्डनहरू गमलाहरू आहा है धेरै राम्रो छ। म भिडियोहरू देखाइरहन्छु, तपाईँहरू हेरिरहनु है। तिमी कतिचोटि आयो मन क्या? धेरैचोटि है। ए अगाडि पुल पनि रहेछ। आहा के पुल भन्छ यसलाई? यो दुईटा सिमाना जोड्ने। उतापट्टि गोर्खा होइन अब? होइन, यहाँबाट गोर्खा है, तनहुँ र गोर्खा। उतापट्टि गोर्खा होइन हो। अहिले चाहिँ म यो मर्स्याङदी पुलमा छु। यसलाई मर्स्याङदी पुल भन्ने गरिन्छ। यो धेरै पुरानो पुल हो जहाँसम्म लाग्थ्यो मलाई। यो यहाँबाट धेरै जिल्लाहरू जोडिन्छ। अहिले चाहिँ हामी गोर्खा जिल्ला श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहको थलोमा आएको छु। गोर्खा जुन नेपालीले चिनाउने यो गोर्खा नगरपालिकामा म प्रवेश गरेको छु। निकै नै आकर्षक यो गेट छ यो है, सिसी क्यामेरा सहित जडान गरिएको। यहाँ पार्किङ निषेध रहेछ। नेपालको झन्डा चाहिँ यो हावाहुरीले च्यात्या हुनसक्छ है। निकै नै आकर्षक गेट रहेछ गोर्खा। एकदमै राम्रो लाग्यो मलाई गोर्खाको सुरुवाती श्रेणी है, एकदमै राम्रो। चितवनमा नि यस्तै एउटा गेटहरू बनाउन पाएको भए चाहिँ राम्रो हुन्थ्यो। त्यही पनि यति चितवन त्यसै राम्रो छ। त्यो गेट हालिसकेपछि उकालो लाग्यो हामी। एकदमै राम्रो छ। गोर्खा बजार आउँछ अब केही बेरमा। कति बेरमा आइपुग्छ? 20 मिनट। ठिक छ, हामी गोर्खा बजार आएपछि फेरि भिडियो खिच्नेछौँ। अहिले यो सानो गेट पनि रहेछ यहाँ, सायद यो पुरानो गेट होला। साइडमा हिँड्ने फुटपाथ, यता ग्रिनरी निकै व्यवस्थित रहेछ। यहाँ क्याम्पस पनि देख्दैछु मैले। यहाँ क्याम्पस छ जस्तो लाग्यो। यहाँ विद्यार्थीसँग ट्रेड युनियनको चाहिँ मैले यहाँ चाहिँ ब्यानर देखेर चाहिँ स्मृति गेट रहेछ यो। यो के फ्याक्ट्री हो? यो रबर फ्याक्ट्री हो, बन्द भएको। ए रबर फ्याक्ट्री बन्द भएको गोर्खाको भनेको यही रहेछ। ल गुड ल ठिक छ। अगाडि प्रहरी चेकिङ रहेछ। यसलाई भिडियो सम्पादन गर्नु। अहिले हामी गोर्खा त प्रवेश गरिसकेका छौँ। गोर्खाको बजार आउन लागिसकेको छ। यहाँ पानी पनि परेको रहेछ केही बेर अगाडि। अहिले चाहिँ घाम लाएर मौसम खुल्दैछ। यहाँबाट हामीले हिमालहरू देख्न पाइँदो रहेछ। एकदमै मनमोहक हिमालहरू अलिअलि पनि देख्न थालिसकेको छु। अहिले पारिले घाम लाग्यो भने टक्क मौसम खुलेर है गोर्खातिर नि पानीले पक्क यस्तो मजाले मौसम खुल्ने बेला भएको रहेछ। केही बेरमा म तपाईँ हिमालको दृश्यहरू पनि देखाउँछु। अहिले यो नाका छिर्दैछ हाम्रो मुख्य बजारको नाका जस्तो लाग्छ मलाई। यहाँ प्रहरी चेकिङहरू यताउता हुँदो रहेछ। यो के हो बजारहरू? कतिबाट यता चाहिँ यो रात बाँड्ने क्रममा यताको यो सबै बस एउटै हुँदो रहेछ है। अब यता जाँदा हुन्छ। सबै एउटै किसिमका बस यो पाहाडमा चल्ने भएर डबल डेकर बसहरू रहेछ। डबल इन्जिनवालाहरू 4वटा चक्काले प्रेसर दिनेवालाको। कति राम्रो मौसम खुलेको छ अहिले। तपाईँलाई म हिमालको दृश्य अब केही बेर देखाउँछु। यो जङ्गल कट्ने बित्तिकै देखाउँछु। यसलाई के ठाउँ भन्छ यो चोकलाई? 12 किलो है। अहिले हामी 12 किलोमा थियौँ। अब हामी 11 किलो 10 किलो 9 किलो भनेर चाहिँ ठाउँहरू छ होला सायद। यहाँ हरेक किलोमिटरलाई एउटा ठाउँ दिएको रहेछ। निकै राम्रो ठाउँ छ। गीत आइदियो ड्राइभर माइलो मोटर चलाउने यस्तो राम्रो देखियो। टाढा रहेछ तेरो घर त? त्यस्तो अब तिम्रो कहिले नआउनु
गएर हाम्रो त नजिक लाग्छ म त कति नजिक लाग्छ गोर्खा हामी एकैछिन गएर एकैछिनमा आउँछौँ मन्दिरको सामान किन्न लगाइरहेको छौँ केही सामानहरू आधा चाहिँ हामीले पहिले किनिसकेको थियौँ कहाँ के किन्यौ सामान टोपरी ल्याउनु भयो एक्स्ट्रा टोपरीमा हाल्ने केमा हाल्ने के केही चाहिन्छ भने आउनु है नदीहरू के लानुपर्छ त्यहाँ भनेन मैले ओके अब ल राख्छ दुईजना बस्न मिल्यो नि एकछिन है प्लिज दिदीहरू फोटो खिच्नु आउनु भयो तिमी यतापट्टि आइज फोन आएको कसको काट्दैन पूजा सर छुट्टी बनाउनु पर्यो छुट्टै बनाइदियो भयो नि खाना माथि जाने हो चाहिँ पैँतालिस मिनट छ अहिले गोर्खा आउँदै यता अहिले हामी गोर्खा कालिका गोर्खा दरबार यो चाहिँ गोर्खा दरबार छ यतापट्टि गोर्खा कालिका अहिले हामी भित्र गएर पूजा गऱ्यौँ पूजा गरिन्छ चाहिँ हामीले भिडियोहरू खिचेन पूजा गरेर भ्याइसकेपछि चाहिँ हामीले यो भिडियो बनाइरहेको छु यो चाहिँ मेरो पृष्ठभूमिमा मनिका खै आउँथ्यो यो पृष्ठभूमिमा देखेको चाहिँ यो गोर्खा कालिका मन्दिर भित्र चाहिँ बिहान चाहिँ अहिले भिड थियो अहिले चाहिँ खाली खाली भइसकेको छ यहाँ नै हो सबै भक्तजनहरूले पूजा गर्ने यो हाम्रो पिल्लर छ यो ढोकामा पूजा गर्ने चलन छ विशेष त हामी चाहिँ भित्रपट्टि गएर पूजा गरेको छौँ ए के छ हजुर आराम एजो भिडियो सम्झनालाई ढोकामा पूजा गर्ने चलन छ देख्न सक्नुहुन्छ यहाँ ढोकामा चाहिँ सबै भक्तजनहरूले चाहिँ यहाँ पूजा गर्नुहुन्छ तर ढोकाभित्र चाहिँ एलाउ छैन मान्छेलाई र यो चाहिँ घाम हुन्छ भनेर यहाँ तोरण पनि राखिएको छ निकै आकर्षक बनेको छ भूकम्पपछि चाहिँ फेरि रिनोभेट गरेर यो बनाइएको थियो
यहाँ मोनिका हामी बिहा गरिसकेपछि चाहिँ हामी गोर्खा कालिका मन्दिर आएका छौँ। यी त खाली खाली थियो, तर अहिले काठमाडौँबाट एउटा बसमा टोली आएको कारणले हल्का भिड भएको छ, त्यस्तो भिड छैन देख्न सक्छ। अब यहाँ अर्को घन्टाहरू पनि छ। यहाँ विभिन्न यो धार्मिक परम्परागत त्यो सायद मिसाइल जस्तो लाग्छ पहिला लडाइँमा युज हुने, अनि त्यो के भन्छ अरे ड्याम हान्ने त्यो एनाउन्स गर्ने कि डाँडामा बसे त्यो छ है। यो चाहिँ पृथ्वीनारायण शाहकै पालाको यो मिसाइल हान्ने जस्तो टाइपको हामीले जुन बाहुबली फिल्ममा देख्छौँ त्यस्तो टाइपको यहाँबाट चाहिँ ऊ जाने टाइपको छ। त्यो बेलादेखिको यो सबै संरक्षण गरेर राखेको छ। यो हाम्रो इतिहास धरोहर नेपालीको इतिहास एउटा छ पृथ्वीनारायण शाहको पालाको देखिको। त्यो निकै नै आकर्षक छ। म स्क्रिनमा पनि तपाईँलाई देखाउँछु। यहाँ कस्तो लागिरहेछ त? यता हेरिदिनुहोस् त कस्तो लागिरहेछ? एकदम रमाइलो लागिरहेछ। अलि आवाज ठुलो आवाज सानो? एकदमै रमाइलो लागिरहेछ मलाई त। रमाइलो है। भित्र गएर पूजा गर्नु पायौँ होइन, गरिदिनु भयो, धन्यवाद। हामी अब लक्की भन्ने के भन्ने होइन, हामी आउँदा ठ्याक्क खाली थियो, त्यही भएर नि उहाँहरूले भित्र एलाउ गर्नु, पछि चाहिँ कसैलाई नि एलाउ गर्नु भएन। हामी चाहिँ यहीँबाट अब यहाँबाट चाहिँ ठ्याक्क भन्दा पनि वरि यतापट्टि अर्को ढोका छ, यहाँबाट भित्रपट्टि छिरेर हामी त्यहाँबाट भित्र देवी बस्ने ठाउँसम्म पुगेर ठ्याक्क दैलोमै गएर पूजा गरेर देवीलाई चाहिँ हामी ढोक भेट गरेर दर्शन भेट गरेर हामी आएका छौँ। त्यसको लागि यो गोर्खा कालिका यो मन्दिर व्यवस्थापन समितिलाई पनि धेरै धेरै आभारी छौँ हामी। सत्य हो, कसैले ढाँट्न मिल्दैन, छल्न मिल्दैन। भगवान्ले समात्छन्। यति बुझेर हिँड्नु भयो भने जीवनमा दुःख पर्दैन राजा। हेर्नुहोस्, ढाँट्ने छल्ने गर्नु भयो भने एकछिनलाई हो, मान्छे झुक्याउने हो। देउता त झुकिँदैन। देउता त यहाँभित्र मात्रै छैन नानु, त्यहाँभित्र देउता छँदै छैन। हामीले कुरो नबुझेर मान्छे भित्र गएको के देउता यहीँ छ, बुझ्नु भएन? हामीले यहाँ छ भनेपछि यहीँ छ देउता, त्यहाँभित्र छैन देउता। हाम्रो देउता त जहाँसुकै छ नि त। यहाँ हजुरले टेकेको ठाउँमा पनि देउता छ, हजुरको टाउको माथि पनि देउता छ। त्यही भएर हामीले गरेको गल्ती मान्छेलाई समाज झुक्याउन मिल्छ, देउताले चाहिँ समाज यो चाहिँ पृथ्वीनारायण शाह बस्ने ठाउँ, उहाँको दरबार। यहाँभित्र उहाँ बस्ने खाटहरू अहिले पनि छ। त्यो चाहिँ उतापट्टि सानो आँखी झालबाट देखिन्छ। यो पृथ्वीनारायण शाहको दरबार, उतापट्टि कालिका मन्दिर, नेपालको झन्डा, यहाँबाट सर्लक्क गोर्खा सर्लक्क देखिन्छ है। एकदमै आकर्षक, एकदम मनमोहक, एकदम पिस, एकदमै रमाइलो भएको माहौल छ। उहाँ चाहिँ पृथ्वीनारायण शाहको सैनिकको पोसाकमा उभिनु भएको छ। उहाँ अहिले नेपाली सेना अन्तर्गत हुनुहुन्छ, तर पृथ्वीनारायण शाहको सैनिकको ड्रेसमा है यसरी बस्नुहुन्छ उहाँको ड्युटी। यो चाहिँ यहाँ चाहिँ त्यो क्रिस्टल राखिएको छ, एकदमै बहुमूल्य चिज। यो चाहिँ किनबेच गर्ने बेलामा नेपाल सरकारले पक्रेर यहाँ ल्याएर राखेको छ, यहाँनिर राखेको छ। हजुर तपाईँले स्क्रिनमा देख्नु भएको छ यो यहाँनिर। र यतापट्टि चाहिँ पृथ्वीनारायण शाहको बेड राखेको छ, खाट छ। अब स्क्रिनमा अँध्यारो भएको कारणले देखिएको छैन। यहाँ चाहिँ पृथ्वीनारायण शाह खाट पनि छ यतापट्टि। र यतापट्टि चाहिँ यो क्रिस्टल ढुङ्गा छ। मान्छेलाई हिरा भने पनि यो चाहिँ क्रिस्टल बहुमूल्य ढुङ्गा हो। एकदमै लक्की मानिन्छ यो क्रिस्टल ढुङ्गा चाहिँ। अस्ति भर्खर बालेन शाह आएर दर्शन गरेर जानु भइसकेको छ। यो दर्शन गर्ने बित्तिकै उहाँ प्रधानमन्त्री हुनुभयो। उतापट्टि चाहिँ पशुपति रहेको छ, र यतापट्टि यो चाहिँ यहाँ चाहिँ मान्छेलाई घिउहरू चढाउने गोरखनाथ भगवान्को चाहिँ यहाँ प्रसादहरू बनाइन्छ। तलपट्टि गोरखनाथ भगवान्को मन्दिर रहेको छ। यो त्यसको तलपट्टि ठ्याक्कै यहाँनिर यो गोरखनाथ भगवान्को मन्दिर हो। र माथिपट्टि पशुपति, सानो पशुपति पनि छ, जुन बाँदरहरू देखिएको छ। त्यहाँ चाहिँ मान्छेहरू शिवलिङ्गमा चाहिँ दर्शनहरू गर्न जानुहुन्छ। हल्का बादल लाग्न थालेको छ, मौसम थोरै परिवर्तन भएको छ। अघि पारिलो घाम लागेको थियो, अहिले चाहिँ हल्का बादलले घाम लागिसकेको छ। निकै नै रमाइलो यो डाँडा काँडा बादल हिमाल सबै देख्दा निकै मनमोहक छ गोर्खाको यो।
त पूजा गरेको खिच त है ल भने हो कि हो आँखा चिम्म गरेर 1 2 3 गो ल बोल्नु न नसिकाउनु चियाकै छैन सिकाउन पाइँदैन चिटेर हुन्छ नर्कमा गयो त उही जान्छ नि तेल भक भक उमालेर राख्यो होला तेल भन्छ गयो है गयो भइरह राम्रो भयो गाह्रो भइरह भन्नु न मैले भनेको राम्रो भयो भनेको राम्रो चाहिँ भए त्यहाँनिर चाहिँ अलिक भइरह नसिकाउनु न ए तेरि कस्तो जानेको भाइ स्वर्गसँगै जाने क्या मिल्यो पुरा हिसाब गर्नु भयो ड्राइभर पो हो त बाटो पत्ता लगाइहाल्छ अब धेरै छैन टाइम अब ल ल ल गयो सक्यो तपाईँ गएन अलिकति खतम बाबा गोरखनाथको पूजा सक्यो बुझ्नु भएन अनि त्यसपछि चाहिँ बगलमा भैरव हुनुहुन्छ ठिङ्ग भैरव है हाम्रो यहाँ तिनवटा भैरव हुनुहुन्छ वज्र भैरव उपल्लो कोटमा उति माथि डाँडामा काल भैरव त्यहाँ तल यहाँ ठिङ्ग भैरव हुनुहुन्छ अनि भैरवको पूजा भएपछि त्यो कुखुरा बलि त भैरवलाई हो होइन अनि त्यो ढोकाभित्र नि कुखुरा जाँदैन बाबु ढोका बाहिर राखेर उभिआएर बाबाले मनाउनु